पूर्वमा पाकिलामा देवी सलामे अगाडि दर्शन हेलो दक्षिणमा सिंहकाली देवी सलामे अगाडि दर्शन भारतले पछाडि मोडा गर्ला दाहिना फुल भारतले सङ्घडा माई देवी सलामे अगाडि दर्शन भारतले दाहिना मोडा गर्ला भारतले बिन्दवासिनी योगमाई सलामे अगाडि दर्शन भारतले अगाडि मोडा गर्ला होइन फर भारतले बोरदाइनी माता देवी सलामे अगाडि दर्शन भारतले छुटफुट देवी देवता सलामे अगाडि दर्शन यसपालि अब टिको लागि होइन यत्रो देशमा शोक परेको छ। हजुर पश्चिमाहरूले देशमा सेना झार्न खोजेका छन्। त्यसले गर्दाखेरि यो तपाईँले हेर्नु नेपाल भन्ने चिज एक त नेपालीपन छातीमा हुनु पर्यो, दोस्रो बाहिर देखिनु पर्यो। बीएनसी मेडिकल कलेजले पूर्वाञ्चल क्यान्सर हस्पिटलले 2071 सालदेखि नेपाल र नेपालीका लागि झण्डादेखि लिएर सबै थोकको धरतीमा रहेका माताको यो माताको त तपाईँलाई थाहा होला, यही दुर्गा मातालाई लगेर राख्न नदिँदाखेरि एमालेसँग लडाईँ सुरु भएको। मातामा के शक्ति रहेछ? एमाले सकिनुपर्छ, केपी ओली सकिनुपर्छ भनेर मैले भनेको हो नि त। 1 वर्षभित्रमा भनेको थियो, समय लाग्यो, 2 वर्ष लाग्यो, तर पतन भयो नि त। त्यसले गर्दाखेरि यो भूमि भनेको देवभूमि हो, भगवानहरूले बास गरेको भूमि हो, ऋषि मुनिहरूले तपस्या गरेको भूमि हो। त्यसले गर्दाखेरि यो भूमिमा के छ भन्दाखेरि कैलाश पर्वत छ, कुम्भकर्ण छ, कञ्चनजङ्घा छ, सगरमाथा छ। यी सबैमा भगवान शिवले पाइला टेकेका ठाउँ। त्यो पाइलाबाट पखालिँदै गएको पानी छ नि, भारतमा गएर गङ्गा सागर बन्छ। भारत र हाम्रो नाता भनेको त्यो नाता हो। एउटा चाहिँ खोलाले जोडेको छ, खोलाको पानीले जोडेको छ। गङ्गामा करेन्ट लाग्यो भने नि माथि सगरमाथामा चाहिँ बत्ती बल्छ। त्यो नाता छ हाम्रो। र त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने यहाँ जसले यो भूमिमा जसले खुट्टा टेक्न खोज्छ विदेशीहरूले तिनको सफल हुँदैन। जुन अहिले कालो चस्माभित्र राजदूत गरियो, देखाइयो, कोठाभित्रबाट स्ट्याटस लेख्ने काम भयो, खास गरेर यी सबैको अन्त्य हुन्छ। र अहिले तपाईँले हेर्नुहोस्, अहिलेको सरकार एउटा भ्रष्टाचारीलाई त लखेटे तावामा उफ्रिँदै थिए नेपाली जनता। अब यो भ्रष्टाचारी सरकार लखेटे भनेको पुरै पश्चिमाहरूको सरकार आयो, एनजिओ आइएनजिओ को सरकार आयो। हिजै मात्रै सुशीला कार्कीको प्रमुख सल्लाहकारमा को नियुक्त भयो भन्दाखेरि बारबारा फाउन्डेसनकै मान्छे नियुक्त भयो सल्लाहकारमा। के समथिङ पत्रकार भनेपछि
एउटा कुरो के बुझ्नु भने यो धरती बेच्नु भनेको आमा बेच्नु छोरी बेच्ने आफ्ना बुहारी बेच्ने माताहरू बेच्ने देश बेच्नेलाई भगवान दुर्गाले आज फुलपातीको दिन मैले एउटै शक्ति मागेको छु मातासँग। मैले मेरो छोरालाई यति देऊ, मेरो छोरीलाई यो देऊ, मेरो यो गरिदेऊ भनेर मागेको छैन। मैले एउटै कुरो के मागेको छु मातासँग भने यो व्यवस्था परिवर्तन गर्न पाऊँ, वैदिक किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न पाऊँ, 2047 को संविधान अहिलेलाई लागू गर्न पाऊँ, फेरि मुलुकलाई पहिल्यैको नेपालमा लान पाऊँ, जहाँ जुन नेपालमा विदेश गएका नेपालीहरू पनि फर्केर आउन्, सबै नेपालीहरूको नेपाल बनोस् भन्ने मैले मातासँग आराधना मागेको छु। त्यसले गर्दाखेरि तपाईहरु के बुझ्नुहोस् भने मातामा शक्ति छ, माताको भक्ति गरौँ। राष्ट्र संस्थाको बारेमा यहाँले बोल्नु भएन नि? होइन, राष्ट्र संस्थाको बारेमा राजा देउता भनेका नि जहिले मैले मानिआएको चिज है, मैले दुर्गा माता माने। राजाको विषयमा मैले नेतालाई जस्तो टीका टिप्पणी गर्ने कुरो पनि हुँदैन। मैले भनिसकेको छु पहिला, हैन? राजा देउता मान्ने मान्छे हुँ हामी। तपाईले एउटा कुरो मान्नु न, हामीले 16 श्राद्ध गर्छौं, श्राद्धमा नि सबैलाई हामीले गरिसकेर राजालाई पनि हामीले तर्पण चढाउँछौं, हैन? चढाउँछौं कि चढाउँदैनौं? राजालाई पनि चढाउँछौं नि, देउतालाई पनि चढाउँछौं नि। राजा र देउतालाई हामीले जहिले मानेका छौं, नमाने होइन नि त। मैले तपाईलाई एउटा कुरा भन्नु, 2028 सालमा नयाँ शिक्षा लागू गर्न राजा महेन्द्र मान्नु भएन? राजा महेन्द्र 2028 सालमा नयाँ शिक्षा लागू गर्न नमानिसकेपछि राजा महेन्द्रलाई पश्चिमाको डिजाइनमा मराइयो दियालो बंगालामा 51 वर्षको उमेरमा। त्यस पछाडि 37 सालमा तपाईको चाहिँ नि जनमत संग्रह गराइयो। त्यतिखेर कसो कसो सूर्यबहादुर थापाले खुट्टो टेके। त्यस पछाडि जसरी पनि उनको टार्गेट के थियो भने यो देशबाट हिन्दू राष्ट्र हटाउने, मिलेको समाजलाई भड्काउने, होइन? देशको के हुन्छ भने देवी देउता धर्म भन्नेले बाँधेको हुन्छ समाजलाई, त्यो माथि राजा बसेको हुन्छ, त्यो राजा नै फ्याँक्दिने। त्यस पछाडि 46 सालमा आन्दोलन गरायो। त्यस पछाडि के भयो? प्रजातन्त्र आयो। प्रजातन्त्रले पनि पुगेन भनेर के भयो? 2052 सालमा फेरि माओवादी उत्पन्न गराएको हो। माओवादीको उत्पन्न गराइसकेपछि के भयो भन्दाखेरि त्यो माओवादीको त्यति आन्दोलनले पनि पुग्दैन, किनभने टार्गेट त राजालाई सक्नु छ नि त, हिन्दू राष्ट्र सक्नु छ नि त, अनि यहाँ विखण्डन बनाउनु छ नि त। त्यस पछाडि 2058 साल जेठ 19 गते राजदरबारको राजा भगवान विष्णु भनेर मान्थ्यौं, होइन? हामीले राजा वीरेन्द्रको वंशनाश गरियो। अब खेल सुरु भएको छ त्यसरी। त्यस पछाडि 62-63 को आन्दोलनले यो भएको अर्को भाइ राजालाई पनि खेदायो। कसले गरेको रहेछ? राजा ज्ञानेन्द्रलाई दोष लाउँथे, अहिले पत्ता लाग्यो, होइन? कहाँबाट मराएको रहेछ राजा। त्यस पछाडि कुरा के भयो? 72 सालमा आएर संविधान जारी भयो, 72 असोज 3 गते। अघि त भौतिक रूपमै राजालाई हटाइयो, भौतिक रूपमै मारियो 58 मा। अब यहाँ कागजबाट पनि हटाइयो, संविधानबाट पनि धर्मनिरपेक्ष बनाइयो। त्यस पछाडि कुरा के भयो? धर्मनिरपेक्ष भइसकेपछि राजा पनि सधैँभरि नआउने भनेर किताबमै लेखियो संविधानले। त्यस पछाडि खेल सुरु हुन्छ। अब यी पुराना पार्टीको काम सकियो, त्यहाँसम्म 2004 सालदेखि उत्पत्ति गरेका पार्टीको काम सकियो। एमाले, माओवादी, कांग्रेस भनेका नि यी पार्टी भनेको के हुन् थाहा छ? CIA कै एजेन्ट हुन्, पश्चिमाकै। भन्न डराउँछन्, यहाँ CIA कै एजेन्ट हुन्। आउने बित्तिकै यिनीहरूले संविधानबाट नि बौद्ध किराँत सहितको हिन्दू अधिराज्य कसरी हटाए र त्यहाँबाट सबैभन्दा बढी म लागेको हेर्नुहोस् बुद्धको मूर्ति। हेर्नुहोस् मैले कसरी इज्जत गरेर राखेको छु बुद्धको मूर्ति। यता दुर्गा माताको मूर्ति, पाथिभारा हेर्नुहोस्, पाउ पाथिभारा हेर्नुहोस्, तल बिन्दवासिनी पाथिभारा हेर्नुहोस्, जलथल पाथिभारा कसले स्थापना गरायो? पूर्वमा मन्दिरको ठाउँ त दुर्गा प्रसाईले गरायो। अब त्यस पछाडि तपाईले के भयो भन्दाखेरि यिनीहरूले 72 सालमा यिनीहरूको काम सकिएपछि अब नयाँ पार्टीको उदय गराउनु पर्यो नि। उदय गराउने क्रममा गोविन्द केसीलाई सुताइयो। अब स्वास्थ्य र शिक्षाको नाममा त्यहाँबाट विवेकशील साझा पार्टी उत्पन्न गराइयो। विवेकशील साझा पार्टीबाट पनि नचलेपछि गोविन्द केसीलाई हामीले लखेनौं। गोविन्द केसीलाई इलाम लिन आउने अनसन बसेवाला सुशीला कार्की होइन हो कि होइन भन्नु न?
ओ सुरेन्द्र सर भन्नु त तपाईँ पनि पत्रकार हो नि हो कि होइन तपाईँ जानुभएको थिएन गोविन्द केसीलाई लिन आउने अहिलेको प्रधानमन्त्री सुशीला कार्की र केदार भक्त माथिमा हुन् आएर हेलिकप्टरमा लिएर गए उनीहरूको त्यो चिज थियो नि त्यो चिज त सक्यो भने त फेरि पाइँदैन त्यस पछाडि हामीले पनि त्यहाँ अनसन लगेर राखेर गोविन्द केसीलाई मैले त बुझेको थियो त्यहीँबाट मेरो लडाइँ पश्चिमासँग हो त्यस पछाडि कुरा के भयो भन्दाखेरि अब यो देशमा जसरी पनि नयाँ पार्टीले पनि यिनीहरूलाई चाहिँ विस्थापित गर्ने भनेर अनि त्यो पार्टी उठ्न सकेन विवेकशील साझाको त्यो उज्जवल मरिको 1000 मान्छे यिनीहरूले यस्ता ट्रेन मान्छे खडा गरेका छन् नि सबै टाई सुट लाउने कपाल कर्लिङ पालेका पत्रकार सबै डलरमा किनेका छ यिनलाई त म के भन्छु नि यिनले आमा बेचेर खानु बरु छोरी बेचेर खानु यी अपराधीहरूले डलरमा बिक्नेहरूले तिमीहरू श्रीमती बेच तिमीहरूले खाऊ भात खानको लागि तिमीहरू पनि पत्रकार हो तिमीहरू विज्ञ हो म कनकमणि दीक्षितदेखि केदार भक्त माथेमा कल्याण श्रेष्ठ त्यो नारायण वाग्ले भन्ने छ खगेन्द्र सङ्ग्रौला त्यो खगेन्द्र सङ्ग्रौला अनि युग पाठक त्यो सञ्जीव उप्रेती है यो सबै अनि यिनीहरूले के गरे यो पार्टी थाम्न नसकेपछि सुन्नुहोस् कुरो विवेकशील साझा पार्टी सकिएपछि के भयो थाहा छ विवेकशील साझा पार्टीलाई थमाउनलाई लन्डनबाट उसलाई ल्याइयो रविन्द्र मिश्रलाई जान्नेलाई हान्ने भनेर कि छान्ने भनेर रविन्द्र मिश्रले पनि थाम्न नसकेपछि कुरो के भयो पार्टी सकियो त्यो पार्टी सकिएपछि त्यसको 70% मान्छे फेरि अर्को बुख्याचो खडा गरियो रवि लामिछाने रासपा भनेर त्यसमा 70% गयो त्यहाँ हुन्छ कि केही भनेर अब चिजै ठग निस्क्यो मेन चिज ठग निस्किएपछि के भयो त्यो काम नलागेपछि त्यसबाट 30% मान्छे बालेनकोमा छन् अब बालेनको कालो चस्माभित्रको राज भनेर मैले भेटाएँ राज अहिले के रहेछ राज सिंहदरबारमा 3 दिन आगो लाग्दाखेरि नि स्थानीय सरकार होइन दमकल कोठाभित्र थुन्यो आगो लगाउने मान्छेलाई पानी मार्यो तर सिंहदरबार निभाएन नेपालको सिंहदरबार भनेको सम्पदा हो नेपालको सर्वोच्च अदालत भनेको सम्पदा हो राणाकालीन दरबारहरू हुन् आज हामीले ती चिजको संरक्षण गर्नुपर्ने उच्च अदालतमा आगो लाग्यो जिल्ला अदालतमा आगो लाग्यो अनि दोष के लगाए दुर्गा प्रसादले आफ्नो फाइल झिक्न लाग्यो आगो लगाउन लगायो भने मैले किन लगाउनु ऊ यहाँ दुर्गा माता साँची हुनुहुन्छ यो जुनीमा दुर्गा प्रसादले अपराध गर्दैन सजाय मैले गल्ती गरेर भोग्नुपर्छ पशुपतिमा आगो लगाउन खोजेँ त्यो दिन बेलुका मैले 400 मान्छे पठाएर जोगाएको पशुपतिमा आगो लगाउन खोज्दाखेरि 24 गते बेलुका भाइ भगवान पशुपतिनाथको आराध्य देव पशुपतिनाथको मन्दिरमा आगो लगाउने यिनीहरूले यस्तो अपराध गरेको छ त्यसले गर्दाखेरि यसको केपी ओलीले त भ्रष्टाचार गर्यो केपी ओलीले भ्रष्टाचार गर्यो यो देशको राजनीतिक सिद्ध्याइदिने सबैको राजनीतिक भविष्य सिद्ध्याइदिने मान्छे भस्मासुर भन्थे म केपी ओली नै हो र मैले यही मन्दिरबाट के भनेको थियो माता तपाईमा शक्ति छ भने यसलाई सिद्ध्याउनुपर्छ है एमाले र केपी ओली भन्ने सकिनुपर्छ नि सक्यो होइन यो मन्दिर यही मूर्ति रोक्ने होइन माथि दानाबारीमा राजाङ नाम्ने चाउचाउ खाएर जम्मै काटेर यहीँ ल्याए होइन आफ्नो साथी लडाइँ गरे यही हस्पिटलले बचाउनु पर्यो यिनै माताले संरक्षण गरे त्यसले गर्दा राजा आमदाङको बुद्धि पुग्छ भने यहाँ आएर पूजा गर्नु अहिले मैले गल्ती गरेँ माता भनेर होइन भने अझै त्यसको विनाश हुन्छ काका विनाश हुन्छ यो कुरा बुझ्नु एमाले त सक्यो त्यसले गर्दाखेरि अब देश बचाउने जिम्मा पश्चिमाहरूको अखडा हुन दिनबाट हेर्नुहोस् अब म तपाईँलाई भन्छु इनु संसारी कसको मान्छे हो अमेरिकाको होइन बङ्गलादेशमा लडाइँ गरेर इनु संसारी ल्याउने बित्तिकै सँगसँगै अमेरिकन सेना आयो होइन आइज आएन भन न हो साथी हो तिम्रो पत्रकार तिमीहरूलाई थाहा छ होइन अब लिबियामा लखेटेर के गर्यो कर्नल गद्दाफीलाई आज देश ध्वस्त भयो केही भएन आज लिबियाका जनताले कर्नल गद्दाफी खोज्दैछन् इराकमा सद्दाम हुसेनलाई मारेर के गर्यो आज इराकका जनताले सद्दाम हुसेनै सम्झिन थाले यहाँबाट राजालाई खेदेको छ नि गद्दीमा राजै सम्झिन थाले कि थालेन त्यसले गर्दा मैले राजाको विषयमा धेर भन्नु पर्दैन हो त्यसले गर्दाखेरि तपाईँलाई एउटा कुरो के भन्छु भने आज युवा जति जम्मै पलायन बनाउने विदेशीको गुलाम बनाउने अनि यहाँ अमेरिकन सेना झार्ने अनि भारतलाई चारैतिरबाट घेरेर भारतलाई अस्थिर राजनीतिकमा लाने खेल नेपालबाट सुरु भएको छ यो कोही बोल्दैन डराउँछ म किन बोल्छु म
म त क्यान्सर सर्भाइभल मान्छे हो, जतिखेर पनि मैले मर्नुपर्छ। अजम्बरी कोही छैन, सत्य कुरा बोल्ने हो है। अहिले हाम्रो लडाईँ भनेको के हो थाहा छ? देशमा अमेरिकन सेना आउन दिने कि नदिने, एउटा कुरा। अर्को कुरो, हिजो केपी ओलीले देश चलाउँदै गर्दा यी नागरिकहरू तावामा थिए क्या। अहिले सुशीला कार्कीले देश चलाउँदाखेरि अब चाहिँ सिधै आगोमा परेका छन्, भुग्रोमा। त्यसले गर्दाखेरि यो देश बचाउनको लागि राष्ट्रिय झण्डा बोकौँ, एक घर एक झण्डा। मैले भनेको हो, सुशीला कार्कीको सरकार आउँदा लघुवित्त पीडितको माग पूरा भयो, सहकारीको माग पूरा भयो। बरु मैले आन्दोलन सुरु गरेपछि 16% ब्याज थियो, घटेर 6%मा आइरहेछ, ल्याएको छ नि त। अनि यी बिर्तामोडका व्यापारी, नेपालभरिका व्यापारीलाई नि म के भन्छु भने, तिमीहरू आफ्नो परिवारसँग विखण्डित हुनुभन्दा हेर्नुहोस्, दसैँ आयो, अहिले टिको लगाउने मान्छे कसैका घरमा छैनन्। तिहार आयो, मखमली फुलको माला बन्ने, सयपत्री फुलको माला बन्ने दिदी बहिनी पनि घरमा छैनन्, माला लाउने दाजुभाइ पनि छैनन्। कुन चाहिँ नेपालीलाई दसैँ आएको छ? त्यसले गर्दाखेरि म एउटा कुरा के भन्छु भने, तपाईँहरू सबैलाई, यी बिग्रेका पत्रकार छन् झापामा, त्यो एउटा सापकोटो छ, दोस्रो के अरे त्यसको नाम, दोस्रो अफ्ताब आलम जन्मियो झापामा भनेर मलाई गर्दै रहेछ। त्यसलाई पनि दबाई गर्दै मैले कोभिडको बेलामा बचाएर पठाएको, त्यसलाई भनिदिनु त्यसको अन्त्य माता दुर्गाले गर्लिन्। म दुर्गा माताको भक्त हुँ। त्यो अर्को एउटा परिवार रहेछ है, त्यो मलाई निकै चोकमा उ गरेर मुख छाड्दै रहेछ। परिवारलाई के भनिदिनु भने नि, राम्रोसँगले तपाईँले मेरो विरोध गर्नुभन्दा एउटा तुलसीको मोठ बना र तुलसीको पूजा गर, त्यति बुद्धि आओस् भनेर भनिदिनु त्यसलाई है। त्यसले गर्दाखेरि आज फुलपातीको दिन, दुर्गा माताको शक्ति जागेको दिन, म तपाईँहरूलाई के भन्छु भने, सही यो के भन्छ यसको नाम, सोसियल मिडिया चलाउने सही पत्रकार हो भने देश जोगाउन लाग्छ, पेट पाल्न लाग्दैन। त्यो गरेनन् भनेदेखि अब यिनीहरूको अस्तित्व नाश हुँदैछ। नमस्ते। राम्रो बिहेभ गर्नु, राम्रो व्यवहार गर्नु आज बिरामीहरूलाई। बिरामी भनेको के हो थाहा छ? हस्पिटलमा मान्छे बाध्यताले आउँछ, रोग लागेपछि। हामीले पनि रोग लागेपछि कति कमजोर हुन्छ। एम्बुलेन्समा मान्छे त्यतिकै चढेको हुँदैन, बाध्यताले चढेको हुन्छ। यो भनेको एकदम दुखी आउने ठाउँ हो। जस्तो अस्ति ज्यानी आन्दोलनमा मैले फेरि उपचार गर्दै नि त, गर्दै कर्तव्य हो। कहिले कहिले हस्पिटलको लागि, कहिले कहिले सामाजिक कामको लागि, कहिले कहिले तलब ढिलो आयो भने रिसाउनु हुँदैन, यो सामाजिक काम हो। कुरो बुझ्या हो कि? कहिले कहिले भोकै बस्नुपर्छ संस्थाको लागि। हिजो हाम्रो पुर्खाहरूले के गरे? सुत्केरी जिउ लिएर लडेर, 6 दिनको सुत्केरी जिउका महिलाहरू लडेर देश बचाएको। अब